10 कुशल कर्महरू। पहिलो, शरीरबाट हुने 3 प्रकारको सोक्चोत पाङ्वा प्राणी हत्या त्याग्नु, माजिन लेनपर पाङ्वा चोरी त्याग्नु, द्वेपे लोकपर एम्पर पाङ्वा व्याय विचार त्याग्नु। यी 3 प्रकारको सत्कर्महरू चाहिँ तपाईँ हाम्रो शरीरबाट हुने गर्दछ भने, त्यस्तै गरी जुन म्रावा पाङ्वा झुठो नबोल्नु, छिकचुप म्रावा पाङ्वा अपशब्द नबोल्नु, ठामा पाङ्वा चुक्ली नलगाउनु, नाखेल पाङ्वा व्यर्थको कुरा नगर्नु। यी 4 प्रकारको सत्कर्महरू चाहिँ तपाईँ हाम्रो बोलीबाट हुने गर्दछ। त्यस्तै गरी नाप्सेम पाङ्वा ईर्ष्या र लालच नगर्नु, नेसेम पाङ्वा हानिकारक विचार नबोक्नु, लोक्ता पाङ्वा मिथ्या विचार नबोक्नु। यी 3 प्रकारको सत्कर्महरू चाहिँ तपाईँ हाम्रो मनबाट हुने गर्दछ। यदि हामीले यी 10 प्रकारको 10 कुशल कर्महरू गर्न सकिएको खण्डमा हाम्रो जीवन पनि सार्थक बनेर जान्छ र सोही कर्मको फल पनि यसै जुनीमा र अर्को जुनीमा हामीले सकारात्मक नै प्राप्त हुन्छ भनिएको छ। खास गरेर गृहस्थी जीवन बिताइराख्नुभएका व्यक्तिहरूले 10 कुशल कर्महरूको शील हामीले जीवनभर पालना गर्न नसकिए तापनि विशेष प्रकारको तिथिमितिमा, विशेष प्रकारको बुद्ध बोधिसत्वहरूको तिथिमितिको दिन पारेर यो शीलहरू केही दिनको लागि, केही महिना र केही वर्षको लागि सबै पालना गर्न नसकिए तापनि कुनै एक मात्रै पालना गर्न सकिएको खण्डमा यसको फल पनि एकदमै लाभदायक हुन्छ भनेर यसरी बताएको छ। बुद्धको एउटा शिष्य हुनुहुन्थ्यो भिक्षु कात्यायन। भिक्षु कात्यायनको सामु एकजना शिकारी, जो चाहिँ जहिले पनि शिकार खेल्दै जीवन गुजारा गर्ने, दिन रात नभनिकन शिकार खेल्ने र त्यहीबाट उसको जीवन गुजारा चल्ने गर्दथ्यो। एक दिन भिक्षु कात्यायनको सामु जानु भएर उक्त शिकारीले, आज उपरान्त म हजुरको सामु यो बाचा गर्छु कि दिनभरि चाहिँ म शिकार गर्छु, किनभने मेरो जीवनै शिकार खेलेर गुजारा गर्नुपर्ने गर्दछ। त्यसै कारणले दिनभरि शिकार गर्छु, तर रात्रिकालीन समयमा चाहिँ अब उपरान्त म कुनै पनि प्रकारको प्राणी हत्या गर्दिनँ, शिकार गर्दिनँ भनेर भिक्षु कात्यायनको सामु उहाँले यसरी बाचा गर्नु भयो। समय बित्दै गयो र केही समयपछि, केही वर्षपछि उक्त व्यक्तिको मृत्यु भयो र मृत्यु भइसकेपछि उक्त शिकारीको जन्म आफ्नो कर्म अनुसारको निछेउी न्यालवा यानि कि क्षुद्र नर्कमा भएको थियो। क्षुद्र नर्कमा भएर उहाँले दिउँसोको समयमा चाहिँ जहिले पनि आगो दन दन बलिएको फलामको घरभित्र, आगो सरानै रातो भएको फलाममा बस्नु परेर तातोको दुःख कष्ट त्यसरी उहाँले त्यो नर्कमा भोग्नु पर्दथ्यो भने, तर जब जब राति हुँदै जान्छ उक्त ठाउँ नै फेरि पुनः झ्यालेखाङ अर्थात् देवालय जस्तो, देवताहरू बस्ने दरबार जस्तो एकदमै रङ्गी चङ्गी सुन्दर भयङ्कर आकर्षक घरमा बसेर अनि उक्त शिकारीको वरिपरि 4-4वटा देवीहरूले स्याहार सुसार गर्ने एकदमै सुन्दरीहरूले वरिपरि घुमिराख्ने खालको सुखको अनुभूति यसरी चाहिँ भोग्नु परिएको थियो। कारण के थियो भने उक्त शिकारीले जब भिक्षु कात्यायनको सामु दिउँसो चाहिँ म शिकार गर्छु भनेर प्राणी हत्या दिउँसो गरिएको कारणले गर्दाखेरि, उक्त कर्मको फलको कारणले दिउँसो चाहिँ जहिले पनि उनलाई यसरी आगो दन बलिएको, आगोको कोइला सरा रातो भएको फलामको घरमा बसेर सो प्रकारको दुःख कष्ट घेर्नु परेको थियो उसले दिनमा प्राणी हत्या गरिएको कर्मको फलको कारणले। तर जब राति हुँदै आउँछ त्यो प्रकारको देवालय जस्तो, देवताहरू बस्ने दरबार जस्तोमा बसेर एकदमै सुखको अनुभूति गर्न पाउनु चाहिँ उसले जीवनभरमा जुन दिनदेखि भिक्षु कात्यायनको सामु रात्रिकालीन समयमा म शिकार गर्दिनँ, प्राणी हत्या गर्दिनँ भनेर जुन बाचा गरेर उहाँले
शील पालना गर्नुभयो, त्यो शील पालना गरिएकै कर्मको फलको कारणले गर्दाखेरि उसले क्षुद्र जस्तो नर्कमा पतन भएर पनि एक समय भए पनि उसले आनन्दको सुखको फल भोग्नु पाएको, सुखको अनुभूति गर्न पाएको हो भनेर यसरी उल्लेख गरिएको छ। सो त्यसै कारणले हामीले जीवनभरमा यी 10 अकुशल कर्मको शीलहरू सम्भव भए पालना गर्ने कुनै एकजना गुरुजनहरूबाट सम्भव भएन भने कुनै तीर्थ विशेषमा बुद्ध बोधिसत्वहरूको आधारको सामु गएर आफू स्वयंले नै वाचा गर्न सकिन्छ। अब उपरान्त म कुनै पनि प्रकारको 10 अकुशल पाप कर्महरू गर्दिन, कुशल कर्म मात्रै गर्छु भनेर वाचा गर्न सकिन्छ। यदि जीवनभर पालना गर्न सकिन भने 10 कुशल कर्महरू कुनै विशेष प्रकारको तिथिमिथि, बुद्ध जयन्ती जस्तो बुद्धले ज्ञान प्राप्त गरेको, धर्म उपदेश दिएको, प्रतिहारे तिथि इत्यादि विभिन्न तिथिमिथिमा हामीले यी 10 अकुशल कर्महरू चाहिँ पालना गरेर शीलमा बस्न सकिएको खण्डमा सो कर्मको फल एकदमै लाभदायक हुन्छ भनिएको छ। यदि यो पनि पालना गर्न सकिएन भने 10 अकुशल कर्मको शीलहरू मध्येमा कुनै न कुनै एउटा हामीले जीवनभरि पालना गर्न मात्रै सकियो भने सो कर्मको फल पनि एकदमै लाभदायक नै प्राप्त हुँदो रहेछ। यदि त्यो पनि सकेन, केही समय, केही घन्टा, केही दिनको लागि मात्रै हामीले 10 कुशल कर्म गर्न सकियो, 10 अकुशल कर्म नगरिकन यसरी चाहिँ शीलमा बसियो भने सो कर्मको फल पनि एकदमै राम्रो र लाभदायक नै प्राप्त हुन्छ रहेछ भन्ने कुरा त माथिको कथाबाट पनि हामीले बुझ्न सक्यौँ। त्यसै कारणले यथासक्य हामीले कुशल कर्म नै गर्नु हाम्रो यो जीवनको लागि पनि र पछिल्लो जीवनको लागि पनि लाभदायक हुँदो रहेछ भन्ने कुरा हामीले यस कर्मफलको सिद्धान्तको आधारमा पनि भन्न सकियो भने यसरी चाहिँ विभिन्न घटिएको बुद्धकालीन समयमा घटिएको घटनाको क्रमको कथाहरूबाट पनि हामीले बुझ्न सकिन्छ।